हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आई होप सन्चै हुनुहुन्छ होला। म पनि सन्चै नै छु। अनि आज चाहिँ आफ्टर लङ टाइम एउटा सानो भिडियो लिएर आएको छु है। अनि लास्टसम्म हेरेर साथ दिनुहोला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर नि साथ दिनुहोला। अनि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब अनि बेल आइकन चाहिँ थिच्नु नबिर्सिनु होला है त। के भन्नु, आज धेरै मनमा कुरा खेलिएको छ है। के गर्नु, खेलेर पनि केही हुने होइन हुन त। त्यही पनि हल्का शान्त हुन्छ कि भनेर सेयर गर्नु आएको छु। लास्टसम्म भिडियो चाहिँ हेरेर साथ दिनु होला है। अनि के भन्न चाहन्छु भने आज चाहिँ के भन्न चाहन्छु भने के भनौँ के नभनौँ के कुराहरू धेरै खेलिएको छ है मनमा। भनौँ 2-4 दिन भइसकिसक्यो। 2-4 दिन भन्दाखेरि पनि 1 हप्तै भइसकिसक्यो मेरो मनमा कुरा खेलिएको चाहिँ है। मेरो आवाज आउँदैछ कि होइन के गर्नु, बाहिरको अलिक आवाजले गर्दाखेरि पनि अलिक आवाज चाहिँ आउँदैन। त्यही हो। फर्स्ट अफ अल चाहिँ पानी पिउँ ल साथीहरू, म सँगसँगै पानी पिउनु ल। पानीको चाहिँ जरुरत छ है मान्छेलाई। पानी बिहान आज धेरै पिउनुपर्छ पानी चाहिँ, किनभने आफ्नो स्वास्थ्यको केयर पनि गर्नुपर्छ है। अनि जाँदा म के भन्नु आँटिरहेको थिएँ, एउटा कुरा देखाउँछु ल तपाईँहरूलाई। वेट फर यु। हेर्नु, यो के होला ल हेर्नु है। यो मैले मगाएको होइन, इन्डियामा पाउँदैन नेपाली चाउचाउ। अनि यो चाहिँ मैले मगाएको थिएँ अनि आएको छ। यो कति बेला खान्छु है, तर सकिन लाछ होइन, तर म मात्रै खान्छु, मेरो हस्बेन्ड त खानुहुन्न खासै। अनि त्यही हो साथीहरू, मनमा धेरै कुरा खेलेको छ भन्थेँ नि होइन। अनि भनौँ भने चाहिँ है, सिरियसली कुरा गरौँ भने चाहिँ मेरो मम्मी चाहिँ नेपालमा हल्का सन्चो हुनुहुन्न है। अनि धेरै कुराहरू लाग्छ क्या मनमा। सनस्क्रिन मेरो सकिएछ, सनस्क्रिन अनि के साथीहरू, ल मम्मी सन्चो हुनुहुन्न नि त मेरो चाहिँ। अनि मम्मी बिरामी हुनुहुन्छ। अनि त्यही कुराले गर्दा होला मलाई धेरै 1 हप्ता भयो म बाहिर जति हाँसे पनि भित्र रूपबाट हाँसेको छुइनँ। किनभने आफ्नो आमा बिरामी हुँदाखेरि सन्चो छैन, त्यो पनि म परदेशमा टाढा छु है, मम्मी गाउँमा। अलिकति नराम्रो त लाग्छ, टेन्सन लिनु जरुरी छैन, तर पनि अलिकति टेन्सन त लाग्छ। बाबा हुनुहुन्छ, भाइ हुनुहुन्छ, चिन्ता लाग्छ। तो भिडियो बनाउँदै बिचमा फोन गर्नुभयो के, फोनमा बोल्दै है। त्यही हो साथीहरू। अनि मैले के भन्दै थिएँ भने मम्मी चाहिँ मेरो बिरामी हुनुहुन्छ, सबैले प्रे गरिदिनु होला मेरो मम्मी चाहिँ छिट्टै निको हुनुभयोस्। अलमोस्ट निको त हुनुभएको छ, त्यही पनि एउटा छोरीको मन है कस्तो टुक 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 हुन्छ नि त। अनि त्यही भएर हो, त्यही हो, कसैले पनि नगरे पनि मम्मीले मलाई यस्तो भन्नुभएको छ नि मनमा होइन, मनमा राखेको छु। आई मिस यु मम्मी, मेरो मम्मी बाबालाई आई मिस यु धेरै सम्झेको छु। अनि मेरो 2टा प्यारी छोरा र छोरीलाई पनि सम्झेको छु यो भिडियो मार्फत। भिडियो बनाउने मार्फत नै छैन क्या मेरो, किनभने बाहिरको आवाज आउँछ, फेरि बाहिर जानुपर्छ। त्यही हो साथीहरू। अनि मेरो मम्मी बाबाले चाहिँ त्यति बिरामी हुनुहुन्छ, मम्मी र पनि अझै नि मम्मी भन्नुहुन्छ चिन्ता नगर्नु भन्नुहुन्छ क्या। चिन्ता नगर्नुको त कुरै छैन नि मामा, यस्तो लाग्छ नि। अब भन्नुहुन्छ उहाँहरूले मेरो चिन्ता नगर्नु भन्नुहुन्छ, तर हामीलाई चाहिँ कस्तो लाग्छ भने बाबाआमाको धेरै माया लाग्छ मलाई चाहिँ है। सबैलाई नै लाग्छ होला होइन, आफ्नो बाबाआमालाई त माया नलाग्नुको त कुरै छैन होइन। यो दुनियाँ स्वार्थी छ, निस्वार्थ माया भनेको त बाउ र आमाले मात्रै त गर्ने होइन।
त्यही भएर क्या साथीहरू म भिडियो नलिएको पनि धेरै भयो होइन। त्यही भएर म अलिक स्याड नै छु, तर ह्याप्पी पनि छु किनभने कुरा हुन्छ मम्मी बाबाहरूसँग। अहिले त धेरै निको हुनु भइसक्नु भएको छ अनि खुसीको साथ आज चाहिँ भिडियो बनाएको है। धेरै चिन्ता गर्नुहुन्छ क्या मेरो मम्मी बाबाले अनि म खासै पनि गर्दिनँ। अनि यस्तो अहिले चाहिँ महसुस लाग्यो मलाई, यो स्वार्थी दुनियाँमा नि कसै पनि कोही पनि आफ्नो हुँदैन। झन् म यति त भन्छु होइन होला, तपाईँहरूले हेर्नु हुँदैछ भने मेरो दिदी दाइहरूले हेर्नु हुँदैछ भने यति चाहिँ भन्छु, रगतको नाता नाता नै होइन रहेछ, भावनाको नाता नाता हुँदो रहेछ। मैले यो भोगेँ है। अहिले मम्मी बिरामी हुँदै कसैले पनि के मेरो भाइ एउटा छ, भाइले चाहिँ मलाई सम्झाउँछ, भाइले हेरिरहेको छ। अनि स्वार्थी दुनियाँमा आफ्नो लागि आफै नै सोच्नु पर्ने रहेछ, अरू कसैले नि सोचेर सोचिदिने कोही हुँदैन। त्यही भएर साथीहरू आफ्नो दुनियाँमा आफै स्ट्रङ हुनु चाहिँ सक्नुपर्ने रहेछ है। त्यही हो, म त्यही रेडी हुँदै अब ड्युटी त जानुपर्छ नै होइन, ड्युटी नगरी त हुँदैन। कस्तो ऐनाको उसले त राम्रो पो देखेको रहेछ। अनि ड्युटी नगई हुँदैन, अनि ड्युटी पनि जानै पर्छ मैले होइन। अर्काको देशमा परदेशमा छु, बिलौना कसलाई सुनाऊ, आफ्नो दुःखको कुरा कसलाई सुनाऊ। यहाँ आफूसँग नोट भयो भने मात्रै यो वरिपरि, नोट भएन भने कसैले नि चिन्दैन। त्यही भएर त्यही नोटको पछाडि लागिरहेको छु। भनौँ मलाई कसैले चिन्नु र कोही मेरो वरिपरि हुनु जरुरी पनि छैन है। फर्स्ट अफ अल त मलाई बुझ्ने मेरो मान्छे अनि मेरो फ्यामिली, मेरो बाबुआमा फ्यामिलीहरू हुनुहुन्छ, उहाँहरूले बुझिदिए मलाई काफी है। मलाई कसैले बुझ्नु यो मान्छे यो हो त्यो मान्छे त्यो हो भनिराख्नु जरुरी पनि ठान्दिनँ फर्स्ट अफ अल त है। फर्स्ट अफ अल म त्यो भन्छु किनभने मलाई फेस टु फेस आफैलाई फेस गर्न सकेको छु, म को हुँ र के हुँ। कसैले मेरो कुरा पछाडि कुरा काट्नु जरुरी ठान्दिनँ है। त्यति चाहिँ म भन्न सक्छु र भने पनि। किनभने नि साथीहरू अहिले उनीहरूलाई राम्रोसँग होइन खायो पियो अनि एक दुई पैसा आफूसँग हुँदाखेरि बनाएको साथीहरू नि, साथीभाइहरू आफन्तहरू छ नि, बनाएको आफन्तहरू होइन, पैसामा बनिएको आफन्तहरू हुन् क्या। निस्वार्थ प्रेम अनि निस्वार्थ बनेको साथीभाइहरूले नि जस्तै परिस्थितिमा पनि साथ दिन्छ है। त्यही भएर मैले धेरै भोगिसकेको कुराहरू क्या, मसँग धेरै कथा कहानीहरू छन्। मैले मेरो वास्तविकता कहानी छ, मेरो पास्ट के हो कस्तो हो सबै ममा छ क्या। म कस्तो सिचुएसनबाट कसरी गुज्रेर यहाँ आएको छु, यो स्थानमा पुगेको छु। म सोसियल मिडियामा पो एक्टिभ छुइनँ होला, हर चिजमा एक्टिभ छु, मलाई मात्रै थाहा छ कसरी पुगे र कसरी दुःख के हो, दुःख सङ्घर्ष के हो त्यो मलाई राम्रोसँग थाहा छ। अरू कसैले सिकाइराख्नु जरुरी पनि ठान्दिनँ है साथीहरू है होइन। आफूले आफै नै सङ्घर्ष गर्दै हिँड्ने हो क्या। अरू कसैले आफू एक कदम माथि चढ्यो भने उनीहरूले दुई कदम तल खसाल्नु खोज्छन् क्या, अनि सोध्छन् पनि, तर मलाई सक्दैन किनभने म छिटो हिँड्छु क्या। त्यही भएर उनीहरूले दुई कदम तल मलाई खसाउनु सोच्दा र खोज्दाखेरि म 3-4 कदम माथि पुगेको हुन्छु क्या। त्यही हो साथीहरू होइन। जति भने पनि लम्बिन्छ कहानी होइन। त्यो लम्बिनु कहानी भन्दा बरु आफ्नो भविष्य आफै बनाउन। यस्तो नराम्रो लिपस्टिक आफ्नो हुनु त आफ्नो कहानी सुनाए 70 बढ्छन् भन्यो, तर 70 बढे म अगाडि बढ्छु। 70 अझै बढ, मेरो लागि 70 अझै बढ है। किनभने तिमीहरू पनि तपाईँहरू 70हरू अगाडि ज्यादा बढ्नुभयो भने म अगाडि बढ्न सफल हुन्छ। किनभने नि तपाईँहरूले गरेको कुराहरू ममा आउँछ नि, जब यो कुरा गर्दो रहेछ म नै यस्तरी हुँदैन, म अगाडि जान्छु
त्यस्तो हुन्छ कि मलाई चाहिँ त्यस्तो हुन्छ। तपाईँहरूलाई चाहिँ के लाग्छ साथीहरू? त्यही हो साथीहरू होइन। बाँकी कुरा पछि कुरा गर्दै जाउँला, भन्दै जाउँला होइन। अनि त्यही हो, अब अरू त त्यस्तै हो, सबै हामी जस्तो हुँदैन, सबै एउटै जस्तो हुँदैन मान्छे, थरी थरीका हुन्छन् मान्छे होइन। मान्छे त एकै हो, काटे रगत रातै हो, दिल मासुकै हो, तर सोच्ने थिङ मनस्थिति अलग अलग हुन्छ, हिँड्ने बाटो अलग अलग, आफ्नो हाई फाई खुवाइलाई अलग अलग हुन्छ। त्यही हो साथीहरू, त्यही हो होइन। अब हुनु त मैले यसरी भन्नु त नहुन्थ्यो होइन, त्यसमा नराम्रो कसैलाई भनेको होइन। मैले मेरो भोगाइ, मेरो चोट मात्रै, थोरै मात्रै, यो त मात्रै एउटा ऊ हो के भन्छ नि, स्याम्पल है, स्याम्पल भन्छ कि के भन्छ होइन, एउटा डेमो मात्रै हो। अगर भन्नु पर्यो भने पुरा कहानी हुन्छ। यो डायरी त के, यो मिनी डायरी त के, यस्तो मिनी डायरीहरू हजार वर्षन् क्या मेरो कहानीले। त्यही हो साथीहरू, त्यही हो। अब नराम्रो नसोचिदिनु होला, भिडियो चाहिँ लास्टसम्म हेरेर साथ दिनु होला, अनि साथ सपोर्ट पनि गर्दै जानु होला भन्दै म चाहिँ यही नै भिडियो एन्डिङ गर्छु। ल, लाइक कमेन्ट सेयर अनि सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला। एक अर्कालाई साथ सपोर्ट गर्दै जाउँ होइन, हामी पनि केही न केही गर्दै जाउँ है। त्यही हो साथीहरू, ल यति भन्दै म चाहिँ बाई बाई।